सुरा अनि पश्चात् धर्म समारब्धस्ताभ्यां सन्तान हेतवे। आत्मदेव ब्राह्मणले पत्नी यस्तै छिन् भनेर थाहा पाउनुभयो, तर श्रीमतीलाई केही भन्नु भएन। बुद्धिमान पति त्यो हो, बुद्धिमान श्रीमान यो हो। मेरी श्रीमती यस्तै छिन् भनेर त्यो बुद्धिमान श्रीमान हो भने श्रीमतीलाई केही नभनिकन त्यो घरमा बस्छ भने बुद्धिमान श्रीमान भनेको थियो। बुद्धिमान श्रीमान भनेको मेरो श्रीमती यस्तै परिन् उस्तै परिन् यस्तै परिन् उस्तै परिन् भन्दैन। किन? पूर्वजन्म सुया नारी पूर्वजन्म सुया धनम। थाहा छ पूर्वजन्मको कारणले हामीले पत्नी राखेकी हुन्छौँ अरे। यो जुनीमा हामीले फलानुलाई बिहे गर्छु भन्दा हुँदैन, त्यो राखेकै हुनुपर्छ। कति गर्नुभयो, कहाँ राख्नुभयो, कहाँ जन्मेकै थिए तपाईहरुले? अहिले यो दम्पति हुनुभयो, कस्तो राम्रो काम गर्नुभयो। फेरि तपाईहरुलाई परमात्माले जन्म दिनुहुन्छ। एउटाले राम्रो काम एउटाले खराब गरे भने भोलि त्यही जन्ममा जुन फेरि भेट भएपछि ती नै मन पर्छ, त्यो ठ्याक्कै त्यही मन पर्छ। गलत गर्नेवाला अझै खराब जुनीमा जन्मिन्छ, राम्रो गर्नेवाला अझ भक्ति गर्ने योग साधना गर्ने कुलमा जन्मिन्छ। फेरि भेट भएर त्यहाँ पनि बिहे नै भएर पूर्व जन्म सुया नारी पूर्व जन्म सुया। त्यसैले पढाइ पनि म यति पढ्छु भनेर हुँदैन। पूर्व जन्मको कडाई केही बाँकी छ भने भटङ टङ 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 आइदिन्छ। पूर्व जन्म सुया धन। कोही व्यक्तिहरू धन कमाउन आजीवन लागि पर्छन्, तर भने जस्तो धन कमाउँदैनन्। कोही कोही भाग्यवान हुन्छन्, पूर्व जन्ममा राखेको हुन्छ, थोरै मेहनत गर्छन्, लाखौँ कमाइराखेका हुन्छन्। उभन्दा धेरै त अरू खट्नेवाला छन्, अरू कर्मचारी छन्, अरू काम गर्ने दास दासी सेवकहरू छन्, तर उनीहरूको कमाइ त त्यति हुँदैन। तर यसो सिग्नेचर गर्छ उसले लाखौँ कमाउँछ, किनभने उसले त्यो प्रारब्धमा राखेको थियो। आज एक सिग्नेचर गर्दा उसले के गर्यो? पैसा कमायो। अरू कसैले धेरै दुःख गर्नु पर्यो, त्यति कमाउनलाई वर्षौँ लगाउनु पर्यो, जसले एउटा सिग्नेचरमा कमाउँछ। पूर्व जन्म सुया नारी पूर्व जन्म सुया धनम। आत्मदेव ब्राह्मणको घरमा विवाह गरेको वर्षौँ भयो, दान पुण्य आदिहरू सबै गर्नुभयो, छोरा छोरी भएन। न पुत्रु न पिबा पुत्री। छोरो मात्रै भएन, छोरो चिनले पछि खोजे। भागवतकारले के भन्नुहुन्छ महात्म्यमा भन्दा न पुत्रु न पिबा पुत्री। पुत्री शब्द पनि राखिदिनु भयो। त्यही भएर छोरो नभएर होइन, छोरी भएको भए पनि हुन्थ्यो नि। छोरा र छोरीमा अन्तर त अहिले केही पनि छैन, किनभने छोरो जहाँ पुगेको छ छोरीहरू त्यहाँ पुगेकै छन्। अब जहाँ पनि पुगेकै छन्, छोरीहरूले सबै गरि नै राखेका छन्। त्यस कारणले गर्दा छोराछोरी किन भन्दा सुख दुःखको साथी मात्रै हो। अहिलेको समयमा हामीले हेर्ने भने छोराछोरी भनेको सुख दुःखको हामीलाई साथीहरू। अझ छोरी जति नजिक हुन्छन् मातापिताको लागि त्यति छोरो बन्न सक्दैन। पछिल्लो समयमा होला 5% छोराहरू होला, 95% छोराहरू आमा बुबाको त्यति नजिक हुन सक्दैन। त छोरीहरू भनेको सदा सर्वदा प्राय जसो आफ्नो मातापिताको नजिकमा रहन्छन्। दुःख सुख बुझ्ने जति छोरीले बुझ्छन् त्यतिले बुझ्दैनन्। आत्मदेव ब्राह्मणको घरमा छोरी भइदिएको भए पनि हुन्थ्यो, छोरा भए पनि सन्तान नै भएनन्। कस्तो? न पुत्रो न पिवा पुत्री ततश्चिन्ता तुरो वृषम। हामीले जे राखेका छौँ त्यही नै पाउने हो सर।